हेलो गाइस, आज चाहिँ हामी चाहिँ तारामण्डलमा जाँदैछौँ। हामी चाहिँ तारामण्डल अथवा यहाँ चाहिँ चमेरा गुफातिर जाँदैछौँ। तीनजना छौँ हामी चाहिँ। देख्न सक्नुहुन्छ तपाईँहरूले तारामण्डल चाहिँ पोखरामा पर्दो रहेछ। त्यहाँ चाहिँ हेर्न जान लाग्छौँ। सिसाको घर भएको छ। अनि त्यहाँ चाहिँ गएर चाहिँ हामी चाहिँ है कस्तो रहेछ सिसाको मान्छेले चाहिँ हालेर राख्छन् होइन, मलाई थाहा छैन भने कस्तो छ। देखिन भन्छ, हेरौँ कस्तो रहेछ। आज चाहिँ हाम्रो चाहिँ लास्ट हो पोखराको बसाइ भनेको। हामी चाहिँ लास्ट दिन भएर चाहिँ हामी फुर्सद पाइयो। हामी लास्ट दिन भनेर सबैले फुर्सद पाउँछ। तारामण्डल भनेपछि त्यहाँ चाहिँ आकाशकोहरू धेरै प्रकारको देख्न सकिन्छ अरे। अनि के तैँले हेरिस् होला नि सिसाको कोठाहरू है, फुलबारी जस्तै छ अरे। अनि अब चाहिँ आइपुग्यौँ, लगभग आइपुग्यौँ है। यही चाहिँ देख्न सक्नुहुन्छ तपाईँले अगाडि चाहिँ यो सिसाको घर भएको। अनि तारामण्डल भएको यही हो। अनि देख्न सक्नुहुन्छ अहिले पुरा तपाईँहरूलाई चाहिँ देखाउँछु मैले त्यहाँ सिसाको कोठा। यसलाई त मिरर हाउस भन्दो रहेछ नि है। एकदमै यहाँ चाहिँ सिसाको पुरै घर छ, मिरर हाउस। यहीमा घुस अनि चाहिँ हामी प्रवेश गरिसक्यौँ भित्र टिकट काउन्टरमा। स्विमिङ पुल त यहीँ रहेछ त है, खाली रहेछ, इम्पुटी रहेछ न सबै चाहिँ। तर गहिरो चाहिँ छ जस्तो लाग्यो यहाँ चाहिँ है। भित्र प्रवेश गर्दैछौँ हामी चाहिँ। वाउ, यता देखाउँ न। यही हो, यहाँ चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले मूर्ति। ओ मोटु पातलु कि अलि तार्दैन, मोटु पातलु छ यहाँ चाहिँ, मोटु पातलु है। जब हामी चाहिँ अब सिसाको कोठामा जाने प्रवेश गर्दैछौँ हामी। वाह, यो दामी ठाउँ छ त यहाँ चाहिँ। भान्जे के हो, दामी छैन होइन? दामी छ नि, यो पुरा ठाउँ। ओ दामी यार, पुरा पानी खाएको बाघ रहेछ, पुरा खतरा बनाएको है भान्जे है। स्पेसल छ यो चाहिँ है, बनाएको चाहिँ बनाएको चाहिँ राम्रो रहेछ, खुसी लाग्यो रहेछ। सिंह भएको चाहिँ अलिक पोस्ट गर्नुपर्छ यहाँ चाहिँ साइड। आमामा, हाम्रो त टाउ घुस्छ जस्तो छ है, पुरा फक्कै घुस्छ जस्तो छ यहाँ चाहिँ। बब्बल एकदम ठिक छ नि है। ल ओ हो, त्यहाँ हेरौँ त खेल्छौँ नि भान्जे। कसो छ यो, पुरा मजा आउँदो रहेछ नि है। स्पेसली हो, म त विकेन्ड पारी रन्किन्छु कि यार। चक्कर लाग्यो हो, चक्कर लाग्यो। तर मजा आउँदो रहेछ यहाँ चाहिँ खेल्न है। यो चाहिँ के रहेछ यो, घुम्न हेरौँ मस्त लागेर। ओ रोके, यो घुम्छ यो, कसरी घुमाउने यो, यो हो तरिका। आमामा, ओ चक्कर लाग्यो, चक्कर लाग्यो क्या मा, तेरा बाजे चक्कर लाग्यो। भन म झर्छु। त्यतिको चक्कर लाग्ने रहेछ यार, भस्सको चक्कर लाग्ने रहेछ। म त तँलाई बुढो हल्काइदिन्छु ल, कति घुम्छस् घुम, तँलाई नचाइदिन्छु के अहिले फेरि। भएन, भएछ न, कहाँ हुन्छ हो तेरा। चक्कर होइन, चक्कर लाग्छ तँलाई हेर्नुहोस्। यो बिचरा मस्तो तरिकाले चाहिँ बस्छ यहाँ चाहिँ, चक्कर नलाग्दो रहेछ यसलाई त यस्तरी हल्लाइदिन्छु नि यसलाई। मजा आउँदो रहेछ। तर खतरा हल्ले गयो, चक्कर लाग्यो मलाई चाहिँ। त्यहाँ निक्ल्यो हो, कहाँको निक्लेको होइन, यो माथि निक्लेको इत्यादि खसे हो क्या। तर मस्त लाग्यो आज। अब त बसेछ, यत्रो मान्छे बस्छ अनि यत्रो पातलो उठाउँछ यो, कस्तो कुरा गर्छ यार। दुईटा माल्न भइहाल्ने यो। अब यो थियो यो, अनि यस्तो डुप्लिकेट गराएर हुन्छ अनि खपाएर गराएछ अनि बसाल्टो खिचा गरे यो। हामी चाहिँ यस्तो गरेर चाहिँ अब निकल्ने बाटो कता हो त्यो चाहिँ कोसिस गर्नुपर्छ। अहिले चाहिँ हामी चाहिँ हिँड्दैछौँ त्यो कता भर्खरै कता हो, यो त फेसै देखिन्न, कहिले फेसै देखिन्न, किनकि यो हिँड्दाखेरि पनि थाहा पाइन्न कता गयो, त्यो पनि थाहा छैन है भान्जे।
ओइ ओइ बाटो कता बाटै चिनिन हो कता गयो त्यो ए यता रहेछ ए यहाँ पो रहेछ बाटो चाहिँ फाइनल चाहिँ बाटो चाहिँ यहाँ रहेछ ओइ जामे त एकछिन यता हिँड्नु अर्को ढोका छ अर्को पनि ढोका छ अरे फेरि है फेरि एकचोटि हेर्न यो बाटो यस्तो ऊ यो चिन्नै गाह्रो हो कि भान्जेको अगन मल्लै छ नि यहाँ चाहिँ भान्जे पनि अर्को बाटो छ हामी चाहिँ दोस्रो बाटो जान लाग्छौँ भने त्यही हो के यता आइज त्यही हो के यता यता भान्जे अर्को त्यही बस्नु है एकछिन है त्यहाँ जाने पनि अर्को गल्ली छ अरे हेरौँ ऊ ठोकिरहेको छ यस्ता गल्ली मान्छेले त ठोकिरहेको छ नि ए यो एउटा गल्ली रहेछ है कि होइन होइन कुनै त यो एउटा यो गल्ली चाहिँ होइन रहेछ है अघि कुन गल्लीमा गयो त्यो थाहा भएन कता गयो ऊ यस्तो छ बाटो तपाईँले सक्नु त पुरै देखाइदिन्छ उता सर घुमेन पुरै देख्न सक्छ यस्तो छ मान्छे चिन्नै गाह्रो अनि यहाँ ठोकिएपछि कता हो के हो थाहा छैन बल्ल ठोकिएपछि यो बाटो ओ यो भन्ने रहेछ है यसमा चाहिँ यस्तो अनि ऊ कता गयो ए यहाँ छ त कतिवटा मान्छे देखिन्छ त्यो पनि थाहा छैन कसम यस्तो बवाल ठाउँ छ होइन खुसी लाग्यो अहिले चाहिँ बवाल रहेछ ठाउँ चाहिँ होइन खुसी लाग्यो तपाईँहरू आउनु सक्नुहुन्छ यस्तो ठाउँमा छ होइन चमेरा गुफा तारामण्डल अब तारामण्डलमा जान्छौँ हामी चाहिँ आकाशमा हेर्दाखेरि कस्तो हुन्छ भने पुरै तारा देखिन्छ त्यो ठाउँमा चाहिँ जान लाग्छौँ हामी चाहिँ कता गयो फाइनली चाहिँ यता गयो होइन कता बाटो बाटोमा चिन्न गाह्रो छ यहाँ चाहिँ हो कि यो कता हो बाटै चिन्न गाह्रो छ भन्दै मजा आउँदो रहेछ यो चाहिँ यो हो यो उल्टे घर भनेको यही हो छड्के घर हो बनाउनु पनि छड्किएको रहेछ नि त अनि हामी चाहिँ यो कोल्टे घर हो यो चाहिँ है कोल्टे घर हो यो त यो बसेको कोल्टे छैन र यो के चाहिँ यो उफ्रिने हो वा जान्दो रहेछ हो जान्दो रहेछ यो चाहिँ मोबाइल लाग्यो खुसी लाग्यो होइन मोबाइल ल यहाँ आउनु भान्जे ल यहाँ चाहिँ म यहाँ चाहिँ रनिङ गर्न लाग्छु है यहाँदेखि फेरि चाहिँ सुरु भयो नि आउनुहोस् यता ल त्यहाँदेखि उता जानु है म चाहिँ यहाँदेखि चाहिँ तल है हामी त ल त अगाडि जा त यहाँदेखि ल तर मजा आउँदो रहेछ यहाँ चाहिँ वाउ दामी के कस्तो दामी हो के यो स्टाइल त फेरि कस्तो रे बब्बाल स्टाइल फेरि हामी साइकलतिर बिग्रेको छ कसले बिगारेको यो साइकल रहेछ नि चल्थ्यो यो घुम्थ्यो यो बनाएको बिग्रेछ है ए नत्र त्यहाँ चाहिँ जम्पिङ हान्दैछ पानी धारा चाहिँ यस्तो बवालले आउँदो रहेछ है पुरा पुरा तेर्सो तरिकाले देख्न सक्नु तपाईँहरूले चाहिँ है मजा आउँदो रहेछ हो यो चाहिँ पानी चाहिँ यस्तो सर फाल्दै यो पानी चाहिँ यो मुन्दिङ माथि गएर आएको के थाहा भएन त्यसलाई बाबा त्यही होला सायद खिच्दै पानी फाल्दै गयो यहाँ आएर चाहिँ पानी एक ठाउँमा चुइन्न यहाँ एक ठाउँमा चुइन्न ल खै भान्जे ल है ओहो बवाल रहेछ यो त अरे रोकमा उल्टे हान्छु है मजा आयो वाह बाँझो फुच्चे उठेछ है अलि चोट लाग्छ ल
हाल्न सक्छ यसले चाहिँ उल्टे हेरौँ है त अलि अलि जान्छ नि यहाँदेखि हान्न ल उल्टे उफ्रे हान्न यो हाम्रो चाहिँ यहाँ बस्ने ठाउँ पनि यस्तो छ तकला बस्ने अनि योमा रहेछ पुरा सिसा यो चाहिँ के रहेछ यो वास्तवमा केही न केही होला योमा चाहिँ है त्यो भित्र गएर चाहिँ एकदम रमाइलो लाग्यो खोसेर चिन्ने गाह्रो भयो